नमस्ते साथीहरू, फाइनली नेपालको एपीएफ क्लब जारी साफ वुमेन क्लब च्याम्पियनशिप 2025 मा कराची सिटीलाई 1-0 ले स्तब्ध पार्दै इन्डियन क्लब इस्ट बेंगालसँगको खेल अगावै फाइनल प्रवेश गरिसकेको तपाईहरु सम्पूर्णलाई जानकारी भइसकेको नै छ। यो फाइनल प्रवेशको लागि हामी सम्पूर्णको तर्फबाट धेरै बधाई साथै फाइनल जितको लागि अग्रिम शुभकामना। अब कुरा गरौँ ब्याक टु ब्याक इस्ट बेंगालसँग हुने खेलको बारेमा। नेपाली महिला फुटबललाई ट्रफी उचाल्न धेरै जसो सफल पार्दै आउने टिम मध्ये इन्डियन टिम पनि एक हो, जसले धेरै पटक इतिहास रच्नबाट नेपाली टिमलाई पछि धकेलेको थियो। तर केही समयदेखि इन्डियन टोलीलाई नेपाली टिमले स्तब्ध पार्न थालेको छ, जुन हामीले साफ च्याम्पियनशिपमा पनि देखेको थियौं भने हालै इन्डियामा भएको 3 दिवसीय मैत्रीपूर्ण खेलमा समेत देखेका थियौं र आशा गरौं यो जारी खेलमा पनि यो नियमित हुनेछ। यस प्रतियोगितामा हालसम्मको खेल मूल्याङ्कन गर्दा पक्कै पनि इन्डियन क्लब इस्ट बेंगाल सिटी एफसी उपाधिको प्रमुख दावेदार देखिएको छ। अहिलेसम्म सबै टिमलाई सजिलै पराजित गर्दै फराकिलो जित हासिल गर्दै अङ्क तालिकामा शीर्ष स्थानमा यथावत बसी पनि रहेको छ। इस्ट बेंगालको जितमा उसले ट्रान्सपोर्ट युनाइटेडसँगको पहिलो खेलमा 4-0 को जित, कराची सिटीसँग 2-0 को जित र यसै गरी नासरिन स्पोर्ट्स एकाडेमीसँग झन विशाल 7-0 को जित निकालेको थियो भने यसै गरी यिनै टिमसँग एपीएफको नतिजा फरक रहेको थियो, जसमा एपीएफले आफ्नो पहिलो खेल धेरैजसो बङ्गलादेशका अन्डर 17 खेलाडी भएका नासरिन स्पोर्ट्स एकाडेमीसँग 4-0, 90% राष्ट्रिय खेलाडी भरिएको ट्रान्सपोर्ट स्पोर्ट्स एकाडेमीसँग गोलरहित बराबरी र क्लब स्थापना पछिको पहिलो सहभागितामा नै पाकिस्तानी क्लब च्याम्पियन बन्दै पहिलो अन्तर्राष्ट्रिय डेब्यू खेल खेलेको कराची सिटी क्लबसँग 1-0 को जित हासिल गरेको थियो। अब हेर्न बाँकी यो छ कि अहिलेसम्म कुनै खेल नहारेको नेपाली क्लब एपीएफ र इन्डियाको इस्ट बेंगाल एफसी को नतिजा के होला। लीग चरणको अन्तिम खेलमा पनि दुवै टिमले नहारी फाइनल पुग्लान् या विदेशी टिमले भरिएको इन्डियन क्लबले नेपाललाई डोमिनेट गर्दै फाइनल अगाडि नै मनोवैज्ञानिक दिँदै फाइनल अगाडि नै कमजोर गराउने रणनीतिका साथ इन्डियन क्लब आउने हो, या नेपालले हाम्रै मैदानमा अनि हाम्रै क्राउडमा विश्वकै उत्कृष्ट गोल मेसिन भएको खेलाडी भए पनि हामी पछि हट्दैनौँ भन्ने भावनाका साथ अगाडिका हरेक गल्तीलाई सुधार्दै नयाँ रणनीति परीक्षण गर्दै फाइनलमा थप परिष्कृत गर्दै ऐतिहासिक ट्रफी उचाल्ने मनोबलका साथ आउनेछ, पक्कै पनि आगामी खेलमा देखिने नै छ। साथीहरू, हामी सबैको मनभित्र पक्कै पनि इन्डियाले हाम्रो टिमलाई सजिलै हराउँछ भन्ने डर छ, तर हामीलाई यो पनि थाहा छ कि खेल खेलेर मात्र होइन, रणनीतिले पनि जितिन्छ। त्यसैले अब एपीएफको रणनीति मजबुत बनोस् र त्यो सफल पनि बनोस् र अबको ब्याक टु ब्याक इन्डियन क्लब्स इस्ट बेंगालसँगको दुवै खेल धेरै नै राम्रो बनोस् र नेपालको पक्षमा जित होस्, साथै त्यो ट्रफी नेपालमा नै रहोस् भन्ने शुभकामना दिँदै साफ वुमेन क्लब च्याम्पियनशिप सम्बन्धी अपडेटको लागि हाम्रो च्यानलसँग जोडिनको लागि सब्स्क्राइब गरिदिनु होला र हाम्रो महिला खेलाडीलाई बढी स्थान दिएर बनाएको यो च्यानल अन्य समक्ष पनि पुर्याउनको लागि सेयर गरिदिनु होला। र जाँदै एपीएफ भर्सेस इस्ट बेंगाल सिटी एफसी बीचको खेलको गोल नतिजा कस्तो होला कृपया कमेन्ट गरिदिनु होला र एपीएफलाई फेरि पनि जितको शुभकामना दिँदै भिडियो हेरी सहयोग गरिदिनु भएकोमा धेरै धन्यवाद।